फन्डामेन्टल थ्योरम अफ इन्टिग्रल क्यालकुलस, जसलाई सर्टकटमा एफटिसी पनि भन्छ। यो म्याथमेटिकल एनालाइसिसको लास्ट च्याप्टर हो, जसमा केही थ्योरमहरू छ, जसमध्ये पहिलो थ्योरम एन इंटीग्रल फंक्शन अफ एन इंटीग्रेबल फंक्शन इज कंटिन्यूअस। अब यसमा दुईवटा टर्म छ, एउटा छ इंटीग्रल फंक्शन, अर्को छ इंटीग्रेबल फंक्शन। हामीहरु क्यालकुलस पढिसकेको स्टुडेन्ट भए हामीहरुलाई थाहा छ इंटीग्रल फंक्शन भनेको एफएक्स हो, इंटीग्रेबल फंक्शन भनेको एफएक्स हो भने यो दुईटाको रिलेसन हुन्छ। एफएक्स भनेको इंटीग्रेशन अफ एफएक्स ओभर डीएक्स। यो रिलेसनमा यो इंटीग्रल फंक्शन हो र यो इंटीग्रेबल फंक्शन हो। अब हामीलाई यो इंटीग्रेबल हुन्छ भने, यदि कुनै पनि फंक्शन यदि इंटीग्रेबल हुन्छ भने यो अब्भियसली बाउन्डेड पनि हुन्छ र कन्टिन्युअस पनि हुन्छ। अब हामीले यसलाई कन्टिन्युअस देखाउनु छ, जुन हाम्रो पहिलो थ्योरमको एम हो। ल अब सुरु गरौँ हामीहरु यसको प्रुफ। Let us consider a function small f which is Riemann integrable or obviously integrable on closed interval ab। यो कन्सिडर गरौँ पहिला। Then consider an integral function f defined on closed interval ab। ल एउटा यो क्यापिटल एफ फंक्शन डिफाइन गरौँ। यो इंटीग्रल फंक्शन हो। यो कसरी डिफाइन भएको छ भनेसी fx इज इक्वल टु ax ft dt। ल हामीले यो इंटीग्रल फंक्शन र इंटीग्रेबल फंक्शनलाई यसरी डिफाइन गर्न सकिन्छ। फर अल x बिलोंग्स टु क्लोज इन्टरभल ab मा। अब हाम्रो मेन एम भनेको यसलाई के गर्ने, कन्टिन्युअस देखाउने हो। Here ft is bounded on AB। कुनै पनि फंक्शन रिमान इंटीग्रेबल अथवा इंटीग्रेबल छ भने त्यो बाउन्डेड हुन्छ। such that for m greater than 0 we have modulus of ft is smaller than or equal to m। choose any xy belongs to ab where x is greater than y, then integral function fx minus integral function fy modulus is equal to
इन्टिग्रल फङ्सनको डिफ्रेन्ट भ्यालु छ भने त्यसलाई हामीले यसरी नोटेसनमा लेख्छौँ र यसको पनि हामीले भ्यालु के पाउँछौँ र यो भन्दा सानो हुन्छ, सानो अथवा बराबर हुन्छ यो हामीहरूले रिमान इन्टिग्रेसनमा पढिसकेको छौँ। Therefore, अब हामीहरू यसलाई कन्टिन्युस देखाउँदैछौँ बाई युजिङ एप्सिलोन डेल्टा मेथड। लेट अस कन्सिडर एप्सिलोन ग्रेटर देन 0 and choose delta is equal to m by epsilon. Epsilon by m, sorry. यो इम्पोर्टेन्ट छ हाम्रो एप्सिलोन डेल्टा थ्योरममा। So choose any xy belongs to AB and modulus x minus y is smaller than delta, then modulus of two different integral function is smaller than or equal to m x minus y, which is smaller than this. Therefore, modulus of by using epsilon delta method, we can surely say that an integral function of an integrable function is continuous. So, integral function f is continuous on closed interval AB as it is defined in closed interval AB. Proved.